रवि दाइको यो भाषण सुन्नु न। एउटा नाङ्गो खुकुरी र एउटा क्यामेरा बोकेर सहरको कुनै पनि चोकमा उभिएर कराउनुहोस् र भन्नुहोस् अब यो खुकुरीले नेता जति सबैलाई थप्काएपछि मात्र सुख पाइन्छ, यति भन्नुहोस्। तपाईँ रातारात भाइरल हरेक कमेन्टमा तपाईँलाई गृहमन्त्री बनाउनु पर्छ भन्ने माग आएन छ भने मलाई भन्नुहोला। साँच्चीकै अहिलेको सोसियल मिडिया त्यस्तै रहेछ क्या। सोसियल मिडिया भन्नाले जुन पत्रकार रहेछ नि, पत्रकारिता गर्ने, त्यो मध्ये त्यस्ता धेरै पत्रकारहरू पनि साँच्चै हो झोले भन्दा कहिले पनि फरक पर्दैन क्या। किनकि उनीहरूलाई ज्ञानै छैन क्या, के कुरा देखाउनु पर्छ के कुरा देखाउनु पर्दैन। त्यस्तो पनि पत्रकारिता गर्छ। के चाहेको, पैसै चाहेको छ भने, भ्युजै चाहेको छ, विदेश आऊ के बरु, नेपाललाई छोडिदियो, नेपाललाई आफ्नो अवस्थामा। नेपाल बन्छ नै तपाईँहरू जस्तो आवश्यक छैन नेपाल बनाउनका लागि। यदि पत्रकारिता गर्दै हुनुहुन्छ भने त कम्तीमा के गर्नुपर्छ के गर्नु हुँदैन, कस्ता कुरालाई देखाउनुपर्छ, कस्ता कुरालाई प्राथमिकता दिनुपर्छ, त्यो त ज्ञान हुनुपर्छ नि।